च्यालेन्ज हुन्छ त्यसको चाहिँ टाइटलको नाम टाइटलको यो रहेको छ यसमा कन्डिसन हामी एप्लाई गर्छौँ त्योभन्दा अगाडि एउटा सानो वार्म अप एक्टिभिटी त्यसपछि स्टार्ट गरौँ यो वार्म अप एक्टिभिटिजको लागि चाहिँ हजुरहरूले क्यालकुलेटर मोबाइलहरू युज गर्न पाउनुहुन्न बरु यसले यसो कपीमा हिसाब बनाएर गर्नु अब फेरि यो कम्पिटिसनहरूमा जित्नै पर्ने हाम्रै भन्ने भनेर माइन्डलाई साथ गरौँ भन्ने कुरा हो यस्तो फर्स्टमा हामीले हुन्छ भने यो टोटली दिस प्रब्लम इज टोटली बेस्ड अन द कन्स्ट्रेन्ट सब्जेक्ट टु कन्स्ट्रेन्ट हुन्छ इनइक्वालिटिज इन बेस्ड यु हेभ रुपिस 500 टु स्पेन्ड एट द स्कुल जसमा सिनारियो कस्तो हुन्छ भन्दा कुनै एउटा स्कुल हुन्छ त्यो स्कुलमा दसैँ अथवा तिहारको फेस्टिभलभन्दा अगाडि एउटा सानो एउटा जमघट जस्तो मेला कार्यक्रम लगाउँछ स्कुलमा एउटा हुन्छ नि प्रायः दसैँभन्दा अगाडि दसैँ मेला कार्यक्रम त्यो चिठा सिठा गर्ने बच्चाहरूलाई अलिकति रमाइलो गर्ने कार्यक्रम हुन्छ त्यसमा चाहिँ एउटा कन्टेन्ट क्रिएट गरिएको छ यु हेभ अ रुपिस 500 टु स्पेन्ड एट द स्कुल जुस बार तर त्यो 500 हजुरले कसरी खर्च गर्नु पऱ्यो देयर आर सर्टेन कन्डिसन्स भेरी फर्स्ट पहिलो कन्डिसन भनेको चाहिँ म्याङ्गो जुसको पहिला रेटमा छ म्याङ्गो जुस कस्ट रुपिस 60 पर कप म्याङ्गो जुसलाई चाहिँ 60 रुपियाँ पर कप पऱ्यो लेमन जुस रुपिस 40 पर कप लेमन जुस लेमन सोडा यु निड एटलिस्ट 2 कप अफ इच टाइप्स अफ योर ग्रुप यहाँ दिएको ग्रुपमध्ये यु निड एटलिस्ट 2 कप अफ इच टाइप्स अफ दुईवटा चाहिँ एटलिस्ट यो कन्टेन्ट चाहिँ त्यसमा पर्नुपर्छ अब हजुरले हेर्नुभयो भने कन्डिसन चाहिँ यो हो जस्तो मानिलिउँ हजुरको कन्डिसन चाहिँ 3 कप म्याङ्गो जुस र 3 कप लेमन जुस भन्ने कन्डिसन छ यसले यो दिएको कन्डिसनमा सेटिस्फाई हुन्छ या हुँदैन जस्तो 3 म्याङ्गोज 3 लेमन्स भन्ने बित्तिकै यहाँ छ म्याङ्गोको कति लेमनको कति र यो 500 बजेटभित्र इन्क्लुड हुन्छ कि हुँदैन मेन चाहिँ त्यो इन्क्लुड हुन्छ भने त्यो फिजिबल रिजनतिर पऱ्यो अब इन्क्लुड हुँदैन भने त्यो नन फिजिबल रिजनतिर पर्छ भने देखाउनु पर्छ अब यो कन्डिसन चाहिँ यस्तो छ 3 म्याङ्गोज 3 लेमन्स 8 म्याङ्गोज 1 लेमन्स सरी त्यो लेमन मात्र हुन्छ नि लेमन्स भएको छ 7 म्याङ्गोज 2 लेमन्स एन्ड 6 म्याङ्गोज 0 लेमन्स यसलाई चाहिँ हजुरले कपीमा आइदर यस अर नो मात्र लेख्नु भयो हुन्छ के लेख्नु पऱ्यो यतिमध्ये कुन चाहिँ फिट हुन्छ जो फिट हुन्छ द्याट इज कल द यस जो फिट हुँदैन द्याट इज कल द नो यति लेख्नु पऱ्यो 7 म्याङ्गोज 7 म्याङ्गोज यसकोमा एन्सर देखाउँछु हजुरले लेख्नुहोस् न चेक गरौँ अब यहाँ मलाई थाहा छ यो हुन त मैले यो बनाउने हजुरहरूको लागि बनाएको चाहिँ होइन हजुरले क्लासमा चाहिँ यसरी देखाउनु भयो भने बच्चाले पनि होइन इनिक्वालिटी भने सिधै सरले चाहिँ आएर भन्नु खास इनिक्वालिटी भने के चाहिँ हो त भन्ने कन्डिसन चाहिँ हजुरलाई बुझाउन सजिलै होस् भनेर एउटा सिनारियो क्रिएट गरेको हुन्छ है अब मैले त्यो एन्सर नदेखाए पनि मलाई थाहा छ हजुर सबैको 100% मिल्छ अब यस्तो त मैले क्वेसन सोध्नेरै होइन खास तर यो चाहिँ आज क्लासमा हजुरले कसरी बिहेभ गर्नुहुन्छ बच्चालाई भन्ने हिसाबले मात्रै हो फेरि यहाँहरूले केहीबाट आएर पनि यस्तो क्वेसन सोध्दै होला त्यसमा चाहिँ फर्स्टमा चाहिँ बजेट 300 रहेछ भनेको मतलब त्यो यस भयो इस टाइम त्यो हरियो भन्नुको मतलब त्यो सिजनल रिजनमा पऱ्यो सेकेन्डमा रहेछ 8 म्याङ्गोज अब यो रेडमा गएछ किनकि बजेट अलिक साइड बढी भयो जस्तो लाग्छ एटलिस्ट 2 3 म्याङ्गो यस यो लास्टमा चाहिँ त्यो एटलिस्टले धोका खायो जस्तो लाग्छ सेकेन्डमा पनि खायो अब यो चाहिँ कन्टेन्ट हो अब आज हामीले पढ्नुभन्दा अगाडि चाहिँ स्टेपहरू के गर्छ भने फर्स्टमा यो यहाँ मैले बनाएको चाहिँ प्रायः रियल लाइफ आफ्नै वरिपरिका हुन्छ नि म्याङ्गो जुस सामान्यहरू मात्रै छ अब सामान्य कुरा हामीले वरिपरिको कुराहरूलाई पढेर गर्न सक्यौँ भने बच्चा अलिकति मोटिभेट हुन्छ कि भन्ने हो हुन त प्रायः कस्तो हुन्छ भने नाम चाहिँ एकदम आउटस्ट्यान्डिङ राखेको हुन्छ कति त्यो बुकको टेक्स्ट बुकको त्यो नामै त्यो बच्चालाई प्रोनाउन्सिएसन गर्नु नआउनु पनि सक्छ त्योभन्दा अब आफ्नै वरिपरिकै नामहरू भयो भने अलिक सजिलो हुन्छ भन्ने हिसाबले अलिकति रियलमा चाहिँ फोकस गर्न खोजेको फर्स्टमा म हजुरलाई कन्डिसन दिन्छु हजुरले जस्ट त्यसलाई इनिक्वालिटिजमा कन्भर्ट मात्रै गर्नुपर्ने हुन्छ सेकेन्डमा फर्स्टमा रिच सेकेन्डमा इनिक्वालिटिजको लेख्नु पऱ्यो
थर्डमा चाहिँ म ग्राफबाट सिकाउँछु हस् हस् गरेर आफैले आफैलाई इभ्यालुएट गर्नु पऱ्यो। अब यसमा खास त चाहिने डिभाइस हो। अब हजुरसँग डिभाइस छैन भने दुईजना क्लियरली आफू एकजनालाई एउटा डिभाइस चाहिँ चाहिन्छ भन्ने कुरा जसरी हुन्छ लर्न गर्ने हो। टेस्ट क्लोज भइहाल्यो। वर्कसिट त म अहिले हामी पछि दिन्छु। अब यसमा मैले राखेको चाहिँ हजुरको यहाँ 6वटा डिफ्रेन्ट कन्डिसन भएको छ। फर्स्टमा यहाँ ग्रुप फर्मेसन भनेर ग्रुप चाहिँ एउटा फर्मेसन गरौँ कि जस्तो लागेको थियो। फेरि यसो हेरेको सबैले आफ्नो ठाउँमा पनि आनन्दले बस्नु भएको छ। अब यहाँ ग्रुप क्रिएसन गरेर फेरि यो भातमा ग्रुप गर्नु मलाई खासै मन लाग्यो। हुन त क्लासरुममा चाहिँ गर्नु भइरहन्छ। जस्तो ग्रुप फर्मेसन गर्दाखेरि पनि हजुरले रोल नम्बर वाइज पनि राख्नु सक्नुहुन्छ। जस्तो क्लासको चारवटा कन्टिन्यू हाम्रो डिभाइसमा अब त्यसो भए त हजुरहरू अब यो क्लासरुममा चाहिँ हजुरले अब ग्रुप डिभाइड गर्दाखेरि प्राय बच्चामा क्लास देखिन्छ क्या। सरले अथवा म्याडमले चाहिँ जानीलाई एउटा ग्रुपमा राख्नुहुन्छ, हामी नजान्नेलाई चाहिँ कस्तो बाहेक गरे भन्ने आउँछ नि। बच्चाले भन्न सक्दैन आउने ठाउँमा छ, तर मनमने त भन्छ कन्फर्म भन्छ किनकि पहिला हामी हुँदा हामीले भन्थ्यौँ क्या। एक्ज्याक्टली हो। अब फेरि कुनै बेलामा नजाने बेलामा ठ्याक्क सोध्यो भने के भन्छ मलाई चाहिँ कस्तो तारिफ नै सुनेको छ बच्चा हो कि त्यस्तै हुन्छ है। अब यो ग्रुप फर्मेसन चाहिँ मैले सोच्दाखेरि चाहिँ कसरी सोध्छु त भन्दा जस्तो मानिनु एउटा क्लासमा 20 जना स्टुडेन्ट छ। अब अलि बढी नै होला अलिकति हुँदै रहेछ। मानिनु 40 जना एउटा क्लासमा स्टुडेन्ट छ भने हजुरले त्यो आफैले ग्रुप डिभाइड गर्नुभन्दा पनि रोल नम्बर वाइज जस्तो 40 जना छ भने मानिनु तपाईँलाई 8वटा ग्रुप बनाउनु होला। अब ग्रुप बनाउनु पनि सजिलो छ। क्लासमा त्यो एउटा डेस्कलाई चाहिँ ठ्याक्कै उल्टो फर्काइदियो भने भइहाल्यो, सामुन्ने भइहाल्छ। ग्रुप त्यत्तिकै क्रिएट हुन्छ चाहिँ है। त्यसरी गर्दाखेरि चाहिँ हजुरले ऱ्यान्डमली चुज गर्नुभन्दा पनि रोल नम्बर वाइज चुज गर्नुभयो भने प्रायः स्कुलमा रोल नम्बर चाहिँ अल्फाबेटिकल अर्डरमा राख्ने चलन छ। त्यो अब विविध कारण हुन्छ त्यसमा न। अब रोल नम्बर वाइज राख्दाखेरि त त्यो जान्ने नजान्ने भन्ने त हुँदैन। पहिला हाम्रो पालामा चाहिँ फर्स्ट हुने 1, सेकेन्ड हुने 2, थर्ड हुने 3 हुन्थ्यो भने अब अल्फाबेटिकल अर्डरमा हुँदा त्यो अलिक चान्सेस कम हुन्छ जस्तो लाग्छ। रोल नम्बर 1 देखि 5 सम्म सबैलाई काउन्ट गरेर लाउने। रोल नम्बर 1 2 3 4 5 रोल नम्बर आफ्नो भयो। त्यसपछि के भन्न सक्नुहुन्छ भने त्यही क्लासमा हजुरले मल्टिपल अफ 2, मल्टिपल अफ 3, मल्टिपल अफ 4 भन्न सक्नु होला। अब होइन सानै कक्षा छ भने ल ठिक छ त अड इभन पढाइदिउँ नि त भन्नु पनि सक्नुहुन्छ। अब 19तिर हो भने ठिक छ त प्रोबाबिलिटीमा तपाईँले किन दुःख गर्नुहुन्छ कि त्यो प्राइम नम्बर भने के कम्पोजिट नम्बर भने के त्यसैमा बनाइदिनुहोस्। त्यो पनि एउटा मेथड होला। उहाँलाई बच्चाहरूलाई चाहिँ कस्तो लाग्नु भएन भन्दा टिचरले डोमिनेट गरेर ग्रुप उहाँले फर्मेसन गराइदिनु। टिचरलाई पनि थाहा छैन हामी फर्मेसन भयो मेरो भाग्य यस्तै रहेछ भन्ने पढोस् क्या। त्यसरी चाहिँ अलिकति ग्रुप फर्मेसन गराउनु भयो भने सजिलो हुन्छ भनेर मैले यहाँ पनि त्यही अनुसारको सोचेको थिएँ। तर यो राम्रो लाग्यो फेरि फर्स्टमा। अब सेकेन्डमा चाहिँ यहाँ ल्याङ्ग्वेज हुन्छ। त्यो ल्याङ्ग्वेजको फर्ममा जान्छ, वर्ड प्रब्लमको फर्ममा आउँछ। त्यसलाई हजुरले पढेर इक्वालिटिजमा सम्झिनु पऱ्यो। थर्डमा इनइक्वालिटिज लेख्ने हो। फोर्थमा चाहिँ अब यहाँ भएको इनइक्वालिटिजलाई चाहिँ हजुरले टेस्टमा म सिकाए अनुसार इन्टर गर्दै जाने हो। अब कहिलेकाहीँ के भइदिन्छ भन्दा त्यो मैले किन राखेँ त वाट इफ चेन्ज भनेर चाहिँ अघि सरले भन्नुभयो। यहाँ उहाँ सरले भन्नुभयो नि यस यिनीहरू क्वेसन नम्बर माथिको एउटा बिग्रियो सबै। पहिला त त्यस्तो हुन्थ्यो। पहिला त क्वेसन नम्बर एउटै हुन्थ्यो, सबै त्यहाँ आउँथ्यो। आधीसम्म गर्दा 2 नम्बर आउँथ्यो। अब अहिले त माथिको 1 नम्बर बिग्रियो भने के थाहा त्यसको फर्मुला रङ लेखेर तलतिर पो जाने हो कि भन्ने पनि हुन्छ। त्यो गर्दा त्यो सिम्याथको लास्ट नम्बर हेर्नुभयो भने त्यहाँ हायर एबिलिटी HA को क्वेसन देख्नुहुन्छ। त्यो प्राय बच्चाले मिलाउँछ जस्तो लाग्यो। अलिकति लजिकवाला जसले क्लासमा बुझेर पढेको हुन्छ उसले थिङ्क गर्न सक्छ। नभए बच्चाको मेन्टालिटी के छ अहिले म पनि टिचर हो, म पनि पढाउँछु नि, बिहान कलेज पढाउँछु, दिउँसो स्कुल पढाउँछु। म्याक्सिमम् बच्चाले के भन्छ 10 खोल्यो भन्दा सर यो सिम्याथको क्वेसन त सजिलै भएछ। फर्स्टमा फर्मुला लेख्न आउँछ हेर्न राईको, सेकेन्डमा त्यो रिलेसन के जाति भन्छ त्यो आइन्छ 2 नम्बर भइगयो। अब थर्डमा त्यो कहिलेकाहीँ त्यो हुन्छ नि सर त्यो जुन माथिको फर्मुला सोधिन्छ त्यसकै हिसाब गरेर भन्छ। तर डर चाहिँ के छ भने सर माथिको फर्मुला बिग्रियो भने मेरो फर्मुला बिग्रियो, तर माथिको आयो भने चाहिँ हाइएस्ट 3 त मिलाउँछ। अब उसले के भन्छ 4 नम्बर त गर्नु, त्यो 3 नम्बर त गर्नु सोध्छ भने फेरि मार्क्स कति हुन्छ 1 नम्बर।
3 नम्बर दिने थियो टिएसए भोलुम सोलुमलाई चाहिँ 3 नम्बर दिइरहेछ ठ्याक ठ्याक उसले मिलाइदिन्छ अब 1 नम्बरलाई कसले दिमाग लगाउने भने त्यो छोडिदिनु सर भन्छ कि हो त्यसको लागि चाहिँ म त्यो इफ अब यहाँ मध्ये एउटा कन्डिसन मध्ये मानिलिनु टोटल कस्ट यहाँ अहिले मैले दिएकोमा 1200 समथिङ छ 1200 को ठाउँमा 1500 हो भने के हुन्छ भन्ने एउटा क्वेरी छ 1200 को ठाउँमा 1500 हो भने के हुन्छ अथवा 1200 को ठाउँमा 1000 हो भने के हुन्छ त्यो ग्राफमा चाहिँ के फरक पर्छ भने चाहिँ ग्राफमा देखाउनु मात्र भइहाल्यो अब यो पुरै सल्भ गर्न टाइम लाग्छ ग्राफमा त इन्स्टेन्टली हुन्छ नि त त्यही भएर त्यो कन्डिसन चाहिँ एउटा ठिक राखेको हो अनि लास्टमा त वर्कसिट छ वर्कसिट पनि हजुरले यहाँ जे गर्नुहुन्छ त्यस्तै एउटा आफूले क्रिएट गरिदिने हो ठुलो कुरै छैन है यो भयो अब हजुरको सिनारी मैले यसरी गरेँ मानेको यसको टाइटल भनेको चाहिँ द फेस्टिभल जुस बार भन्ने छ त्यो अघिकैलाई मैले कन्टिन्यू गर्नु माइन्ड मेकअप अघि नै अलिकति भइसकेको छ त वार्म अप त अघि भयो त हुन त त्यो वार्म अप एक्टिभिटी छ हजुरले पछाडि जे गराउनुहुन्छ त्यही नै राख्नुपर्छ भने छैन वार्म अप भनेको चाहिँ मात्र के भन्दा अटेन्सन पहिला क्लासमा टिचर जाने बेलामा ढोकामा ढाक गरेर हान्ने अथवा बोर्डमा गएर ढाक गर्ने अनि बल्ल बच्चाले कन्सन्ट्रेसन दिइदियो भने अब अहिले त केही गर्ने पाउनु अहिले न छुन पाइन्छ न अलिक ठुल्छोली पर्न पाइन्छ त्यो गर्दा पनि पुरै हातबाट बाँधेर पौडी भने जस्तो छ कसरी चाहिँ कन्ट्रोल गरेर छोड्न पनि बाँच छैन चलाउनु पर्यो त्यसको लागि चाहिँ वार्म अप एक्टिभिटी हो क्या त्यसमा चाहिँ जति सजिलो बनाउनु भयो बच्चा त्यति खुर्किन्छ क्या ए मलाई नै आउँछ भन्छ उसले अन्त हेरे पनि यसो मलाई नै आउँछ भने यत्तिकै के जसरी हुन्छ त्यो ध्यान केन्द्रित मात्रै हो त्यो वार्म अप एक्टिभिटी चाहिँ ठुलो कुरा होइन अब यसमा चाहिँ मैले त्यसरी अलिकति है ल हजुरको कन्डिसन छ यहाँ एउटा कन्डिसन चाहिँ के क्रिएट गरेको छ भन्दा रिना एन्ड हर फ्रेन्ड सुमन आर रनिङ अ जुस स्टल एट द स्कुल एनुअल फङ्सन एनुअल दसैँ फेस्टिभल रहेछ है दुईजना रहेछ रिना र उसको साथी सुमन भन्ने रहेछ दसैँ फेस्टिभलमा स्कुलमा एउटा प्रोग्राम चलिरहेछ दे सेल 2 टाइप्स अफ जुस दुई प्रकारको जुस चाहिँ उसले बेच्नुपर्ने हुन्छ फर्स्टमा छ जस्तो मैले कन्डिसन पनि अप्लाई गरिदिएको छु म्याङ्गो जुस लेट चाहिँ एक्स कप कस्ट चाहिँ ₹60 अनि कप अफ मिल्क 60 भइहाल्यो अनि लेमन जुस चाहिँ वाइ कप कस्ट ₹40 कप टु मेक यो बनाउँदा यति खर्च लाग्यो भनेलाई दे हेभ द फलोइङ कन्डिसन्स अप्लाई फर्स्टमा छ देयर टोटल प्रोडक्सन बजेट इज एट मोस्ट ₹1200 अब यो इनइक्वालिटिज भनेकै सरस्वती हेर्ने बित्तिकै बच्चाले के सोध्छ इनइक्वालिटिज भनेको इक्वल नभएको उसले त्यही सोध्छ उसको दिमागमा के हुन्छ इक्वल भइरहेको भए त इक्वेसन भइहाल्छ इक्वल साइन हुन्छ त्यो अनि इनइक्वालिटिज भनेको इक्वल नभएको होला भन्ने हुन्छ तर त्यो पनि हुँदैन इनइक्वालिटिज भनेको त्यो अथवा त्योभन्दा बढी त्यो अथवा त्योभन्दा कम पनि हुन्छ इक्वल साइन पनि हुन्छ नि त सधैँ लेस देन मोर देन मात्र हुन्छ भने त होइन तर बच्चाको बुझाइ त्यहाँ पनि अलिकति मिसकन्सेप्सन हुनसक्छ अब मोर अर लेसको भन्ने कुरा बेलामा चाहिँ हामीले यहाँ एट लेस्ट भने एट लेस्ट र एट मोस्ट भन्ने वर्डहरू चाहिँ अलिक बढी नै देखिन्छ है त्यसैबाट नै क्रिएट गर्ने हो देयर टोटल प्रोडक्सन बजेट इज मोस्ट ₹1200 छ बजेट दे मस्ट मेक एट लिस्ट 5 कप अफ म्याङ्गो जुस अनि दे मस्ट मेक एट लिस्ट 3 कप अफ लेमन जुस यो चाहिँ कसको लागि पनि लेखिरहेको छ हुन त यो अप्लाई हुँदैन एउटा जस्ट फर इक्जाम्पल द टोटल नम्बर अफ कप्स मस्ट बी नट नो मोर देन 25 भनेको चाहिँ 25 भन्दा बढी पनि बनाउनु पाइन्छ अब च्यालेन्ज चाहिँ के हो त आफ्नो भनेको मेन क्वेसन चाहिँ के त भन्दा हाउ मेनी कप अफ इच जुस सुड रिना एन्ड सुमन प्रिपेयर टु स्टे विदिन अल द कन्स्ट्रेन्ट यहाँ उसले त्यो बुकको क्वेसन जस्तो म्याक्सिमाइज पनि सोधे आयो मिनिमाइज पनि सोधे आयो मात्र फिजिबल रिजनभित्र चाहिँ कतिवटा पर्छ भनेर मात्र सोधे आयो अब फिजिबल रिजनभित्र कतिवटा पर्छ भनेर उसले आइडेन्टिफाई गर्यो भने त त्यो प्लट गरेपछि त आइहाल्छ एक्स र वाइको भ्यालु त निकाल्नु त ठुलो कुरै छैन पहिलोको त्यो भित्र चाहिँ पर्छ कि पर्दैन त्यो इनसाइड हुन्छ नि फिजिबल रिजनको इनसाइडमा पऱ्यो कि आउटसाइडमा पऱ्यो भन्ने मात्र कुरा हो फर्स्ट है अब यदि भित्रै पऱ्यो भने चाहिँ उसले भ्यालु रिप्लेस गर्छ अनि त्यो पनि अब यो डेस्पोजले त देखाइदिइहाल्छ एउटा इक्वल पार्ट हुन्छ इक्वल पार्टको भित्रपट्टि जहाँ लगेर टच गरे पनि त्यो नम्बर रिप्लेस गर्दा चाहिँ मिलिहाल्छ किनकि बााउन्ड्री लाइन हो सर्कल जस्तो मानिलिनु यही क्लासरुममा अब हामी चाहिँ अहिले केमा छौँ फिजिबल रिजनमा छौँ भने यहाँको इच एन्ड एभ्री पोइन्ट चाहिँ सबै फिजिबल रिजनमा परिहाल्छ त्यही भएर यो रिजनमा चाहिँ भनेको म्याक्सिमम मिनिमममा जोड गरेको छैन बुकको जस्तो
मात्र पर्छ कि पर्दैन भन्ने क्वेसन भयो। अब हजुरले यसलाई टक्क पढेर हजुरले जस्तो बुझ्नुहुन्छ जस्ट इनइक्वालिटिज मात्र बनाइछु अनि म देखाउँछु अहिले अनि के हुन्छ क्या मैले भने हुँदैन सर। हजुर त किन नोइज हुन्छ कि भन्ने कुरा हुन्छ। यही बुकमा हजुरलाई एउटा बुक दिएको छ नि एक कपीमा छ लेख्नु भयो हजुरले एउटा यसो के दिनुहोस् त्यो हो भने अहिले यही हेरेर पछि यहाँ टाइप गर्न सजिलो हुन्छ भन्ने कुरा हो। अब यही मुखले भन्नु हो भने अहिले टाइप गर्नु पऱ्यो नि त अनि त्यहाँ लेख्नु हो भने टाइप गर्न सजिलो हुन्छ त्यो भयो। भएछ। अब्जेक्टिभ फङ्सन लेखेपछि चाहिँ फेरि त्यो म्याक्सिमम मिनिमम के हो आइडेन्टिफाई गर्नुपर्छ सर। अनि त्यो आइडेन्टिफाई नभनौँ मात्रै लेस मोर फिजिबल पऱ्यो कि परेन भन्ने मात्रै फङ्सन। सर हामीलाई त्यो आउँछ योहरूले जे गर्नुभएको यो स्लाइडहरू हामीलाई आउँछ कि हाम्रो क्वेसनहरू होइन ठिक छ सर हजुरलाई दिएछु न हामीसँग भाइमा हुनुहुन्छ नि सर वाट्सएप सरी वाट्सएपमा हुनुहुन्छ नि म वाट्सएपमै डाउनलोड गरिदिन्छु सर नो प्रब्लम। त्यो जस्ट रिफ्रेस लाग्यो एउटा सिनारियो क्रिएट गर्नु भइरहेको छ हाम्रो यसको बेसमा बसेर अब हजुरले ठ्याक्क हेर्नु मैले गयो है ल फर्स्टको बजेट चाहिँ यस्तो रहेछ बजेटको कन्डिसन चाहिँ अनि यसलाई यसको सिम्पलेस्ट फर्म भनेको चाहिँ हजुरको यसमा मैले गर्नु त गरेको छैन अब यति भएछ त मिलिहाल्छ काटकुट गर्न अब कमेन्ट त जिस्किहाल्छ हुन्छ है हजुरको सेकेन्डको यो भयो थर्ड अनि यो लास्टको चाहिँ बच्चाले राख्ने बिर्सिन्छ क्या छ माथि भन्नु त भने हुँदैन अनि भन्नु चाहिँ भने हुँदैन त्यो एक्स इज ग्रेटर देन 0 वाइ इज ग्रेटर देन 0 चाहिँ लेख्नुपर्छ कि पर्दैन सर भन्ने कन्डिसन आउँछ। अब यो कस्टको कुरा गरिरहेको छ अथवा प्रफिटको कुरा गरिरहेको छ भने अलमोस्ट बच्चालाई कुनै क्वेसनमा यो एक्स इज ग्रेटर वाइ इज ग्रेटर हामीले देख्नु पनि हुन्न त्यो राख्नु नराख्नु खास त्यस्तो धेरै फरक पर्छ होला किनभने आखिर जसरी यसको कन्टेन्ट एरिया भनेको पर्ने भनेको फर्स्ट क्वाड्रेन्ट नै हो। अब फर्स्ट क्वाड्रेन्ट नै पर्छ भनेको त अटोमेटिकली चाहिँ के हुन्छ दुई पोजिटिभ त भइहाल्यो तर यो लेख्दा चाहिँ राम्रो बच्चालाई भनिदिँदा अथवा कहिलेकाहीँ के भइदिन्छ भन्दा अब आजकलको बच्चा यति धेरै चाहिँ त्यो के भन्छ एकदम गाइडेड हुन्छ नि एउटा बुकमा एउटा बुकको एउटा क्वेसनमा देख्छ अर्को बुकको त्यस्तै क्वेसनमा चाहिँ दिएर सर यो त बडी प्रिन्ट भएछ कि के हाल्नु त कहाँबाट आएको सर भनिदिन्छ। त्यो भने यसको खासै हजुरले ग्राफमा देख्नुभयो भने फर्स्ट क्वार्टरमा त सो गर्ने हो फरक पर्छ। यो चाहिँ त्यो फर्स्ट टाइम 2 र फर्स्ट टाइम 3 हो हजुर सर पहिले चाहिँ त्यो एक्स ग्रेटर इक्वल टु 5 र वाइ ग्रेटर इक्वल टु 3 भनिसकेपछि हजुर सर यो मैले पनि सोधेँ तपाईँलाई फर्स्ट टाइम 5 लेख्नुपर्ने जरुरी के हो त्यो अथवा त्योभन्दा बढी हुन्छ नि होइन त्यहाँ पहिले 5 वा 5 कपभन्दा बढी हुनुपर्छ भनेपछि 0 कपभन्दा बढी हुनुपर्छ भनेर थप्नुपर्ने कारण त्यही त मैले त्यही भएर भनेको क्या सर यो चाहिँ लेखे नि हुन्छ नलेख्ने हुन्छ भनेको कारण त्यही हो क्या सर भर्खर भन्नु खोजेको चाहिँ यो एक्स ग्रेटर र वाइ ग्रेटर चाहिँ लेख्ने नलेख्ने त्यो मतलब होइन बच्चाको लेभलको लागि चाहिँ कहीँ देखाउँछ कहीँ नदेखाउँछ बच्चाको लेभल जस्तै यो क्वेसनमा हजुरले भनेको एकदम 200% राइट किनकि माथि नै लेखिरहेको छ त एक्स इज ग्रेटर देन 5 वाइ इज ग्रेटर देन 3 माथि नै ठुल्ठुलो हुन्छ भने जेरो के नै लेख्नु यो क्वेसनमा लेख्यो फेरि अरूमा नलेख्न सक्छ बच्चाले त्यो बुझ्दैन फेरि त्यही भएर बच्चाले त्यसमा चाहिँ नलेख्ने यसमा किन भन्दा त्यो यो कन्डिसन चाहिँ अप्लाई सबैमा हुन्छ एक्स इज ग्रेटर र वाइ इज ग्रेटर चाहिँ पर्छ भन्ने कारण चाहिँ अब हजुरलाई म डेस्मसमा लिएर जान्छु। अब भर्खर यो हजुरले कपी गरिसक्यो होइन कपीमा हुन त हजुरले लेखिसक्नु भएको छ यही कुरो चाहिँ हामी डेस्मसमा हेर ल फर्स्टमा हजुरले जाने भनेको चाहिँ गुगल क्रोममा जहाँ जानुहोस् गुगलको एउटा गुगल क्रोममा जानुहोस् है त्यहाँ गएर मात्र के टाइप गर्नुहोस् त डेस्मस क्यालकुलेटर अथवा स्टेप 1 मा
ओपन डेस्मस computer .com मात्र राख्नुहोस् त खोलिए @ सँगसँगै गरौँ 5431 इसके बाद गूगल में जाऊँ कहाँ पर ये ठीक है कौन सा ल यस्तो खालको हजुरले इन्टरफेस देख्नु एक